हेलो एभ्रिवान, नयाँ ब्लगमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। क्योतो जान लागेको होइन, मनोज र अनिल आउँदैछन्। मनोज चाहिँ उता फुकुओका गएको थियो नि त, अब हामी सँगै न्योङ्गो गएको पढेर। अनि ऊ चाहिँ उता टाढा गयो फुकुओका। अनि आज चाहिँ कति वर्षपछि यार, 2 वर्षपछि भेट्दैछौँ हामी होइन। अनि उनीहरू आइरहेको छ, आइपुग्नु लाग्यो। अब म पनि निस्किन्छु यहाँबाट। अनि हामी आज बेलुका क्योतो जान्छौँ। अनि बेलुका त्यतै घुम्छौँ। अलि ठुलो छोरीले बोलेछ क्या मामा, स्वागतम स्वागतम मामा, स्वागतम स्वागतम स्वागतम। हामी चाहिँ यहाँ मैले काम गर्ने ठाउँमा रामेन खाना आयौँ। कस्तो ल्याएर त मामा? मिठो लाग्यो खानै बाँकी छ होइन। खानुभन्दा पहिला मिठो हुन्छ के हो कुरो? गाउँबाट झड्या भन्छन्। गाउँबाट भर्खर आएको आमाले के कसरी पठाइदिएको नि गुन्द्रुक सन्द्रुक छ गुन्द्रुक खानुपर्छ मामा यार। हातैले होइन मामा, हातले खानुपर्छ। हातैले दिनु ल र हात धुनु होइन र। हात दिनु त हात खाए ल खानु चाहिँ सक्ने हो कि होइन है, तर खानु चाहिँ खानु। ल्याम्प हान्नु न। भात त खाइदेऊ त। सामान नआउँदैन हो। ऊ लाउने हो, एप्रोन लाउने हो। नलाउने आले आले हाल्यो हो कि हाल्यो भयो। सरको लाग्यो अनि केटाहरू ल हिरो भनेर कता हो केटाहरू हिरो भनेर चोकतिर यहाँ मुनि हो, छिर्नु पऱ्यो नि अब यहाँबाट। कहाँ अन्त छिर्नु छैन ढोका, यो त लिफ्ट हो। ऊ भर्याङ सर्याङ छैन, उतै पारि रहेछ लिफ्ट गर्न चढ्नु ल ऊ त्यहाँबाट जानु पऱ्यो कि त, कि यहाँ खुलिरहेँ यहाँबाट गइदिउँ। लिफ्ट चढ्ने हो र होइन लिफ्ट चढ्नु पर्दैन, लिफ्ट अपाङ्गहरू हो र। कान बन्द हुन्छ क्या ओसाका स्टेसनबाट अब जिआर लाइन चढेर जानेछौँ। तर के हुन्छ अब यत्रो प्याक छ सिट पाइहाल्ला र उठेरै केउतो जानुपर्ने अवस्था छ। इन्टरभ्यू दिनुभन्दा परिवार केको लाज हो र? लाज किन बाबा, लाइन हेर्नु मामा यत्रो छ यार। ल है ल मामा, कस्तो लागिरहेको छ मामा? दामी भन्दा हेर न अगाडि खतरा केउतो आइपुग्यो हामी है। चट्ट लाएर सन्तोष भाइ आउँदैछ अरे भने होइन, के आइसक्यो? हिँड्दैछ पलङ्कीको जाममा परे अरे, हिँड्दैछ। जाममा परे अरे। ल हामी पनि अब जान्छौँ यहाँबाट बस चढेर। चट्ट लाएर चाहिँ हेर एयरपोर्टहरू मामा यो त के यो खानसाईवाला यसमै आएन म हो नि, यही हो नि। केउतो टावरको अब चट्ट लाएर हामी यहाँबाट टिकट काट्ने कहाँ हो? निको कासा छ हो। टिकट काट्नु पर्ने मामा। टिकट काट्ने ऊ त्यहाँ छ सन्तोष भाइ आउन टाइम लाग्ने रे। अब हामी के खान्छ मामा? चिया 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 खान खाउँ यहाँ यतातिर कता खायो? यहाँ गोपाल दाई क्याफे कहाँ हो? गोपाल दाई क्याफे जाउँ यार चिया खान। ल यार कस्तो जाडो भयो यार, चिया नखाइकन हुँदैन। ए कस्तो भिड है माम फुली। ल शिबुया जस्तै छ पाचिङ गरे शिबुया क्योतो है गाइस, क्योतो। यो मासला जहिले जता गयो नि ढिलो गर्ने। यो ढिलो गर्ने के भन्छ थाहा? यत्रो बेर कुरिसकेँ तिमीहरू कहाँ गरे? ए लाज लाग्दैन? लाज त तिमीहरू लाग्नु पर्ने हो किन? कति बेर कुरेँ म ए कति काइताको चिज मान्छे रहेछ मामा यो त। माल हो यो त माले रहेछ, माल सन्तोष माल सन्तोष माले रहेछ, चिजै मान्छे रहेछ, काइताको मान्छे रहेछ। सन्तोष माल हो सन्तोष सन्तोष माल। अब यहाँबाट कता जाने हो, कहाँ जाने हो? कहाँ ल्यायो तिमीहरूले यो नयाँ ठाउँ? कस्तो कहाँ ल्यायो नि? तैँले यहीँ बोलाइन र हामी चढेर आइसक्यो। 1100 रुपियाँ छ भनेर त्यहाँ अनिल पैसा चाहिँ पहिला उठाउने हो के हो? घरमा मेरो त 5000 सकिसक्यो कहाँ सक्यो? त्यहाँ घर यसले त एकमा हाल्ने कुरा गरेको थियो क्या। भाषा नि आउनु भएन भाषा नि भन्छ गजब बेइज्जती है। अनि ज्याकेट लाउँछु मोटो देखिन्छ आउँला भन्छ ज्याकेट लाउनु पर्दैन मोटो रहेछ त भन्छ नि जाडो भएको छैन? सुन्ने बेला त जेसी मलाई भन्यो नि यता देखेँ
त्यसो मुनिबाट टुङ 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 हो क्या यसो जापान कस्तो लाग्यो अब मेरो साथी चाहिँ बिहारबाट इन्डियाबाट आउँदै हो टावर भन्छ यसलाई चाहने यो त मलाई नि थाहा हो के गरेर जापान देखाइदिएको यो नेपालको धराना हुन्छ नि अँ। त्यही हो ठ्याक्कै तर धरानामा यस्तो छैन नि त धरा अलिकति सानो छ धराना भन्दा सेम सेम त्यस्तै छ के रे मामा धर्रा हेरेर टोपी झर्छ अरे कपाल हेर्न, कपाल। है नेपालबाट आएर काटा खाने के हो पैसा के हाल्छ नि कल कपाल काट्ने पैसा हान्छ छैन है मन पऱ्यो यार हात धुवा थियो कि देखाएको थिएन हेरमा सबै हेर देखाएको पहेँलो। पहिलो देखा अझ कसको हात राम्रो छ देखा हात राम्रो लामो कसको होइन आपुग न त मलाई भयो होइन ल जाउँ कता जाने जान्छ कहाँ त अब कहिले जाँला त सुकुम्बासी हो यो रुम छ कि छैन थाहा छैन नि ढलमा सुत्छ होला हजुर सिस्टम चाहिँ कडा है यहाँनिर सिस्टम त राम्रै चट्टङलाई हो। हामीले यति आएर यहाँ यत्रो टपमा आइसक्यौँ मामा यस्तो है होवाल बनाइदिनु चिया चिया त नखाइकन म घरै जान्न आज चाहे त फेभरेट हो क्या चिया त खानुपर्छ मामा आइपुग्यो ल अब यहाँबाट चाहिँ दामी भ्यू देख्छ होइन अहिले हो भ्यू राम्रै भ्यू छ क्यामेरा 4 भयो चाहिँ के हो अलिकति फोटो टाँसेछ जग्गा किन्ने कुरा त भइरहेको छैन नि त्यो पारीको एउटा हान्ने कुन चाहिँ? भनेर। सिङ्खानसिन हेर सिङ्खानसिन मान्छेको नाम चाहिँ हाम्रोतिर सेनखान्छे ट्रेन देखाउँछ थिएन यहाँ एउटा बुढालाई लोद नेपालीमा गाली गरेको थियो हामीले भन्दा राम्रो नेपाली बोलिदिँदो रहेछ हो जापानिज बुढाले साइडको भनेर 2-3 जना भेटिसक्यो मैले नेपाली बोल्ने बुझ्ने भ्यू त देखिने रहेछ तर सिसाले गरेर अलि कस्तो आफ्नो टल्किने यता यत्रो भयो यता यति नै छ त्यति हो कोबे चाहिँ कत्रो हो ल एकै ठाउँ नबसौँ यतैतिर नि यसो देखाइदिउँ न भ्यू यसो मामालाई चट लाएर मामा हेरे हेरे अँ ठिक छ नि मामा कस्तो लागेर सनसेट भएको टाइममा आएर हेर्दाखेरि चाहिँ ठिकै थियो तर सबै बारेको रहेछ त्यति राम्रो त नदेखिने हो यता हो यता पनि जानु मिल्दो रहेछ त यताबाट चाहिँ दामी देख्छ होला हामीले हेरेपट्टि है उता उज्यालो छ है हेलो आऊ यस्तो दामी लाइट बलिरहेको छ मलाई तिमीहरू सबै आइराखौ नि म त आयो होला बच्चाहरू चाहिँ के तिमीहरू आऊ है आऊ मेरो क्यामेरामा सबै आऊ वाइड एङ्गल हालिदिन्छु यता बिहारमा त सक्यो नि यहाँबाट सट्ट झर्दैछौँ भने खतरा रहेछ ल पछाडि अगाडि तलको भ्लगर हो यो चाहिँ खतरा रहेछ है ल कस्तो बवाल के हो यो प्रोजेक्टरबाट देखायो नि प्रोजेक्टरबाट देखाएको है प्रोजेक्टर चाहिँ कहाँ थाहा छैन तर हेरौँ न दामी हो नि यार टिन जस्तो उठा चरा उडिरहेको उठाउ तल झऱ्यो अब यहाँबाट रुममा जाने त होला नि सन्तोष भाइको रुममा जाने ल केटा फोटो खिच्ने भए बस यहाँ पार्क जस्तो रहेछ है यहाँनिर फोटोसोटो खिचेर दुईटै लोकल भएपछि यस्तै हो नि क्या मामा हामीलाई आनन्द छ केही पनि चिने छैन तोबा 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 त्यो उसमा त के अरे दुईटै लोकल अनि दुईटालाई कताबाट जाने भनेर हामीलाई त बेद्दै लानु जस्तो छ यार कहाँ लिएर हो कहाँ लिएर तोजी टेम्पल लाने भन्दै थियो केटाहरूले यता म त अनिलले भनेपट्टि जाने यो दुईटालाई त केही थाहै छैन अहिले पो हराए यार हराए नि यार ढुक्क ठानी गरिदिन्छ अहिले होइन जग्छ नि यो गएको उतै हो भनेर पुल देखाइदिन्छ त्यही भने घक हानिदिने यार सोल्टी नजिकको तीर्थ होला यहाँ तोजी टेम्पल आइपुग्यो है गाई ए नि तोजी टेम्पल यही हो अहिले 18 तारिक केटाहरूलाई त पुरै कालोमा नदेख्ने रहेछ है मलाई मात्र देखा होला होइन बिहारी साला बिहारी
चौधार रहेछ दाजु। यहाँसम्म त लिएर आयो यसले मादर फादर जेन्टलम्यान। मामा बोक्नु पर्यो बुई बुई बोकौँ। ओ यहाँ आइज बोक मासल्ला गम्मरै दुयो मेरो। यहाँ त गेटै बन्द रहेछ होइन रहेछ यता यता होइन के अरे अहिले यहाँ आएर फेरि ल ल ल ओहो बास हाल्दैला यतापट्टि हो कि डर छ। बाहिरसम्म चाहिँ आइयो भित्र जानलाई चाहिँ 5 बजे बन्द हुन्छ। कति बजी बन्द हुन्छ अरे 5 बजी रहेछ उसले चाहिँ 8 बजे भनेर आएको। रामी रहेछ मान्छे रड्डी मान्छे रहेछ गए गुज्रेको ज्यात्रो रहेछ यो मान्छे। गाली दिनु मामा माल त होइन हो त माल होइन यो माल होइन यार रोन्डो रोन्डो त्यही त भनेको त ल कति आज मामा कति घन्टा घुमाएको यसले हिँडायो हामीलाई यार ऊ त्यही हो 5 मिनट पुग्यो भनेर हिँडाइ छ मैले कहिले 5 मिनट पुग्यो भने मैले जहिले 10-15 मिनट पर्दा के भन्दै नि त अब ल अब सबैजनालाई धन्यवाद। आज हामी चाहिँ अब धेरै पछि भेटघाट भयो। धेरै पछि बुढा हो धेरै पछि 1 वर्ष धन्य 1 वर्षपछि भेटेर हामी फेरि 1 वर्ष मनोजसँग त कहाँ हो 1 वर्ष हामी त अस्ति भेट्यो हामी त भेटेर हुन्छ योसँग 1 वर्ष मसँग 2 वर्ष हो क्या भाइ। 2 वर्ष हो 2 वर्ष जति पनि भयो बसेर टक्क अब आज बसिन्छ यसरी यसरी बसेपछि भोलि एकछिन भोलि पनि बसिन्छ हामी। भोलि त दिउँसो घुम्न जाने हो भोलि दिउँसो घुमेर आएर फेरि यसरी बसिन्छ। आजको हाम्रो भ्लगको पार्ट चाहिँ घरको बार चाहिँ यति नै हो। अब भोलि सुरु हुन्छ फेरि यता देख्नु न यता तैँले र हामी बोल्ने रहेछ अनि थिएन अलिकति बेर खान चाहिँ अलिक मन छैन मलाई। जुस पनि खानु मन छैन अलिक पानी मात्र खान्छु। अब अहिले पछि मन लाग्यो भने एउटा बेर चाहिँ खानु पर्ला। रहा नहीं जाता तड़प ही ऐसी है ना। चुपचाप घन्टी यता यता चुपचाप यता छाप यता चाप भने जस्तै अब हाम्रो कार्यक्रम अन्त्य गर्न चाहन्छौँ। कार्यक्रम अन्त्य गरेर भ्लग अन्त्य गरेर हामी यताको कार्यक्रम चालु गर्छौँ। ल धेरै पछि भेट भयो हामी अब आज यसो रमाइलो भोलि घुम्न जाने होइन त भोलि त घुम्नुपर्छ एकछिन यसो घुम्ने अब भेटघाट घुम्न आएको होइन भेटघाट गर्न आएको। अब भेटघाट गरौँ खाउँ बसौँ रमाइलो गरौँ के सानो मेरो ह्यापी बर्थडे शुभकामना। भन्छ मासु है त मामा मासु मासु ल्याउँदैन कि यसले आउँदैन मासु आउँदैछ बाटोमा छ भन्छ मासु हिँड्दै आउँदै बाटोमा हिँड्दै आएर अब मान्छे जस्तै त अब त्यस्तै त हुन्छ नि मान्छे नि जता गयो नि ढिलो गर्ने जे पनि ढिलै त्यो नि हो आउँछ। यार नाइन यस्तो हो मासु भात पनि खानु हुनुपर्छ। अनि अहिले सिजन अहिले अरू पनि रक्सी छ नि त यति मात्र होइन अहिले यति छ सिजन अझै अचार छ खाउँ चिप्स छ यो छ यो पनि बनाइदेऊ भनेर कहाँ भन्नु छैन। अब भोलि भेटौँला है त धेरै राम्रो बनाइदिएको हो। धन्यवाद।